आज कति गरम गरम दस है होइन हिजोसित जाडो थियो आज थोड़ा गरम है कल परसों थोड़ा ठंडा एक बार बारिश होगा फिर हमारा तो बारिश हुआ कल नहीं हुआ हमारा तो हुआ अप्रैल में बारिश हुआ वो देखो मेरा गाड़ी देखो बारिश का छिटा किस्तोपुर में बारिश हुआ तो गाड़ी का छिटा देखो टप 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 हुआ दुईटा रुम हो दुईटा रुम यो रुम यसमा एटेच बाथरुम पनि छ ए अँ यता रहेछ यो दुईटा रुममा चाहिँ एट्याच बाथरुम छ यो दुईटा रुममा यसमा नि छ भाइ यता कता ए उता पनि छ उता पनि आउनु उतापट्टि छ हेर्नुहोस् न कुन हिसाब यति ग्याप रहेछ नि त त्यही कारण नि त सेम हो भाइ दुईटै Same हो एकदम नि? सेम साइज डिजाइन सबै एकदम डिटो कपी केट हो ए। तर यो बाहिरको अलिक सानो है बाहिरको भाइ अब जमिन सानो भयो के गर्ने यो पहिला पनि बाथरुम हो यो बाथरुम यो चाहिँ कमन बाथरुम यो चाहिँ ठुलो छ इन्डियन स्टाइलमा पहिला अब बुद्धि पुगेन अब 4 कट्ठा किन्यो भने त दामी हुन्थ्यो त्यही त कति सानो लागेको 3 कट्ठा पनि एक्ज्याक्ट 3 कट्ठा हो तर ए घरै ठुलो बन्यो नि त त्यसले पुरै कभर गरे कि स्पेस चाहिँ स्पेसेस छ कि मन्दिरै छ भाइ हजुर देखियो मन्दिर हर चिज त्यो गरेर बरन्डा ठुलो बनायो सबै ठुलो गरेर घरैबाट कभर गरे कि तर हुनु नि हो तर दुई ताले बनाउनु पर्ने रहेछ कि अलिक सानो सानो बनायो 3 कट्ठा फर्निचर चाहिँ कति तलाको हो दाजु यो त 3 तलाको चाहिँ भन्छु बगलबाट घरले पनि छ हाइट दिएको त झन् 3 तलाको हो र 3 तलाको पिलर त जस्तो 3 तला जस्तो लागेन कोही मिस्त्रीले त भन्थे 3 तला हाम्रै भन्नु भन्थ्यो तर 3 तलाको पर्मिसन छैन ताला चाहिँ 2 दुई तल्ला गरेर त्यसको